यो पहिला आँगेकुना भन्थ्यो, गुहेगारी थियो। यहाँ पुरै खाल्टो थियो। अहिले चाहिँ पुरै दायाँ बायाँको जमिन चाहिँ तानेर खाल्टो पुरेर अहिले चाहिँ यो रङ्गशाला बनाएको छ। यो चाहिँ फेदीखोला रङ्गशाला भनेर अहिले चिनिएको छ। अनि त्यहाँ माथि चाहिँ सिद्धार्थ बहुमुखी क्याम्पस पनि त्यहीँ छ। अनि यहाँ हिमशिखर क्लबको भवन पनि यहीँ छ। अहिले यसलाई सञ्चालनको लागि चाहिँ हिमशिखर क्लबले अपनत्व लिएर गरिरहेको छ। योसँग रङ्गशाला निर्माणमा चाहिँ यसको मेन योजनाकार चाहिँ हाम्रो हितकाजी दाई हो। उहाँका समकालीन साथीहरू, उहाँका आफन्तहरू सबैले यहाँ लगानी गर्नुभएको छ। विदेशमा भएका हङकङ, युके, जापानमा भएका र स्वदेशमा भएका साथीहरूले। र उहाँलाई अलिअलि त्यति बेला आर्थिक भार पनि परेको थियो। र यहाँ एउटा सानो डाँडा थियो। यो डाँडा चाहिँ अहिले फेदीखोला गाउँपालिकाको डोजर उपलब्ध गराएर यो सम्याउने काम पनि भएको छ। यहाँ चाहिँ विभिन्न खेलकुद कार्यक्रमहरू गर्दै आइरहेको छ। पहिला चैते दसैँ, थान चौर हुँदै, फाँट हुँदै, गैरी हुँदै कता कता हुन्थ्यो भने अब विगत केही वर्षबाट यही चौरमा, यही रङ्गशालामा भइरहेको अवस्था छ। यहाँ चाहिँ विदेशबाट, स्वदेशबाट लाउरे दाईहरूले सायद र अन्य व्यवसायी मित्रहरूले हरेक वर्ष सपोर्ट गरेर, आर्थिक सहयोग गरेर फेदीखोला गाउँपालिकाले पनि पहिला 50,000, पछि 1 लाख र अहिले चाहिँ हरेक चैते दशैंलाई 2 लाख दिँदै आइरहेको छ। र यो चैते दशैं कार्यक्रम चाहिँ यहाँ हुन गइरहेको छ। यो चाहिँ माथि रङ्गशाला उक्लिने बाटो हो। यो चाहिँ अहिले निर्माणको क्रममा छ। यसपटक चाहिँ बजेट परेर यहाँ ढलान कार्य हुँदैछ र आज ढुङ्गा ओछ्याउँदैछ। यहाँ आज चाहिँ यहाँ ढुङ्गा ओछ्याउने काम हुँदैछ। एकछिन काम पनि भइरहेछ, काम गर्ने साथीहरू पनि आउँदैछ। यो चाहिँ अब ढुङ्गा सोलिङ यहाँ भइरहेको छ। अब यता आँगेकुना भइहाल्यो। यो बाहिर चाहिँ कागको घुम्थिनेर जग्गा छ। सोलिङ कार्य भइरहेको छ। यहाँ ढलान गर्नको लागि चाहिँ यसपटक फेदीखोला गाउँपालिकाबाट बजेट निकास भएको छ। यसमा चाहिँ अब फेदीखोला यो वार्ड नम्बर 2 मा पर्ने भएको हुँदाखेरि स्वतः वार्ड नम्बर 2 का अध्यक्ष अभिलाष गुरुङ र उहाँका साथीहरू, जनप्रतिनिधिहरू र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी लगायत उहाँका टिमहरू, सबै जनप्रतिनिधिहरूको ओभरमा यो चाहिँ 6 लाख रुपियाँ यसपटक विनियोजन भएको छ र त्यही 6 लाखले यहाँ चाहिँ यो काम हुन गइरहेको छ। यो चाहिँ हिमशिखर क्लब र फेदीखोला रङ्गशाला जाने बाटो हो। फेदीखोला गाउँपालिकाबाट 6 लाख र जनश्रमदान 71,000 यहाँ चाहिँ गर्नुपर्नेछ। त्यो काम चाहिँ अब हुँदैछ। यो बाटो सर र गए पछाडि सायद यो हप्ता 10 दिनमा चाहिँ यहाँको काम चाहिँ सम्पन्न हुन्छ।